आज हामी घुमघाम गर्दै जाँदा छोरोलाई भेटियो है। धेरै वर्षपछि भेटेपछि त्यसपछि अब घुम्न पर्छ भनेर फोटोसोटो पनि खिच्यो। भरत पनि एकदम हेन्सी रहेछ नि, टक्कै फोटो खिच्यौँ। अनि ल भिना अब बाइकको पनि फोटो खिचौँ त भने, ल मेरो पनि खिचौँ त भने। अनि उहाँले चाहिँ मेरो फोटो नि एउटा खिच्यो। अनि मैले चाहिँ यसो अब बाइक राइडिङ गर्नु पऱ्यो नि, यसो घुमाउनु पऱ्यो भनेर एकछिन घुमाएँ है, सकेर लगाएर। अनि अब हामी घुम्दै जाँदाखेरि हामी 4जना दाजुभाइ थियौँ, दाजुभाइ अनि साला है। ग्रुप फोटो पनि हान्न पऱ्यो भनेर ग्रुप फोटो पनि हान्यौँ हामीले। र खगेन्द्र त छुटेछ। अनि दाइ हो खोइ त मेरो फोटो भने खगेन्द्र, ल भाइ आज त तिमी भनेर फोटो हान्ने खगेन्द्र पनि हेन्ची टक्क लगाएर पोस्ट दिएर फोटोसोटो खिच्यो। ल अब मेरो पनि हान्न पऱ्यो, मेरो पनि पालो आयो भनेर उहाँहरूले चाहिँ मेरो चाहिँ फोटो खिच्यो। अनि पछि गोर्खे भाइ खै त मेरो आएन भने, ल भाइ तिम्रो पनि आयो भनेर फोटो हानियो। त्यसपछि अब हामी लाग्यो हेर्न घुम्नलाई। अनि यति बेला चाहिँ भरतले क्यामेरा समाएर हाम्रो भिडियो बनाइरहेको थिएँ। एउटा ग्रुप फोटो हान्यौँ हामी चाहिँ घुम्न सानो सुकेस इन्जिनियरिङ कलेजतिर गइरहेको थियौँ। त्यो अलि यता बाटोबाट चाहिँ अब यहाँको लोकेसन पनि हेरौँ त कस्तो छ भने। ल खगेन्द्रले चाहिँ अब मेरो पनि भिडियो चाहियो है दाइ भने। अनि त्यहाँबाट म अर्को बाइकबाट बसेर एउटा सानो भिडियो बनायौँ। अब गफ गर्दै रमाइलो गर्दै हामी घुम्दै गइरहेको थियौँ। त्यसपछि गएर मैले एउटा सानो उहाँहरूलाई चाहिँ सेल्फीबाटै सबैजनालाई यसो सानो भिडियो बनायौँ। हामी यति बेला चाहिँ इन्जिनियरिङ कलेज यो सानो सुर्खेतमा गइरहेको थियौँ। यो चाहिँ गेट है, हामी गेटबाट अपोजिट साइडबाट हामीले फोटो खिचेको, तलबाट माथि देखाएर। यताको बस्ती चाहिँ राम्रो कि एकदम सुन्दर है। त्यहाँ त जाम घुमाउँ जस्तो लाग्ने ठाउँ रहेछ। अनि त्यसपछि मैले भरतलाई चाहिँ दुईवटा कुरा राख्नु पऱ्यो भनेर भनेको थिएँ, तर उहाँको चाहिँ साउन्ड राख्न सकिएन है। उनले चाहिँ ठाउँ चाहिँ रमाइलो, यतातिर माथितिर जङ्गल, उतातिर कलेज हेर्दा चाहिँ राम्रो ठिकै छ भन्ने कुरा भयो। उहाँको चाहिँ साउन्ड राख्न सकिएन, किनकि अलिकति यहाँ यो राख्न नमिल्ने रहेछ कि साउन्ड। अनि खगेन्द्र फेरि आफ्नै धुनमा बिजी कि त्यति बेला व्यस्त थिएँ, उनको फोन आइरहेको थियो। कोला हेर्नुहोस्, कोही टोपी आफै खोली निकाल्ने भइरहेको थियो। अनि मैले यसको सानो यो भिडियो बनाएर चाहिँ उनीहरूलाई चाहिँ थाहा थिएन मैले चाहिँ घुमाइकन भिडियो बनाएको। त्यसपछि हामी आइयो यतातिर है, धीरराज भाइको मेडिकलमा फार्मेसीमा। अनि त्यहाँ अब बस्नुपर्छ आज, ल यतै बसौँ त नि, खासा खाएर जाउँला भन्ने कुरा भयो। त्यसपछि हुन्छ भने त्यसपछि गएर अब ग्रुप फोटो खिचौँ न त भनेर बहिनीसँग बस्यो। अनि पछि बहिनीले चाहिँ ल दाइ आउनु भएको भनेर बहिनीले चाहिँ टिका सिका लगाइदिनु भयो हामीलाई। अनि बहिनीलाई टिका लगाइयो, बसियो, खाजासाजा खाइयो, रमाइलो गरियो। जस एकदम स्मरणीय सम्झना है, एकदम एकैचोटि भेट भएको। तर नि किनकि अब भन्दाखेरि चाहिँ हुन्छ नि, हामीलाई नै कुनै खालको सम्झना स्वरूप एउटा सेल्फी पनि हान्यो। आजको दिन चाहिँ हाम्रो यतिकैमा रमाइलो गर्दै गयो।